आज म कुरा गर्न लागिरहेको छु नेपाली कांग्रेसको जारी विशेष महाधिवेशन र यसपछि सिर्जित विकसित घटनाक्रमका बारेमा तपाईहरुलाई म कुराकानी गर्न गइरहेको छु। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले यो विशेष महाधिवेशन को सन्दर्भमा त्यहाँ उपस्थित नभइसकेपछि र आज कार्यवाहक सभापतिले आफ्नो विज्ञप्ति जारी गर्दै वार्तामा आउन आह्वान गरिरहनु भएको छ। एकातिर भने अर्कोतिर 60% भन्दा बढी महाधिवेशन प्रतिनिधिहरूको प्रत्यक्ष हस्ताक्षर सशरीर हस्ताक्षर सहित उद्घाटन सत्र हिजो सम्पन्न भयो। त्यसैगरी आज बन्द सत्र जारी रहेको छ। अझ यो बन्द सत्र लम्बिने पनि जानकारी प्राप्त भइरहेको छ। यो हिसाबले गर्दा शेरबहादुर देउवा अब पार्टी सभापति बन्न सक्नुहुन्न, पाउनुहुन्न विधानतः नेपाली कांग्रेसको विधानतः। त्यस हिसाबले नि अब मार्ग प्रशस्त गर्नको लागि विभिन्न खालका जोड दबावहरू पनि चलिरहेका छन्। यो हिसाबले अब नयाँ पुस्ताको लागि जसरी हिजो गगन विश्वले एउटा यो परिवर्तनको लागि जुन जेनजी मुभमेन्ट भयो, यो मुभमेन्ट पछि भएको विषयवस्तुको लागि भनेर जसरी अगाडि बढिरहेका छन्, उनीहरूले जसरी पहल कदमी लिएर यसले नेपाली कांग्रेसको सुस्त भएको संगठन र यो जेनजी आन्दोलनपछि नेपाली कांग्रेसले जुन शिर ठाडो पार्न सक्ने अवस्था थिएन, यसलाई थोरै मलजल र प्रशय दिएको हामीले देखिरहेका छौं। एउटा खालको रक्त सञ्चार गराउन सफल भइरहेका छन्। यद्यपि नेपाली कांग्रेस अझै पनि फुटको संघारमा हुने त होइन, अझै पनि शेरबहादुर देउवाले यो विशेष महाधिवेशनलाई स्वीकारिसकेका छैनन्। त्यसमा पार्टीका वरिष्ठ नेता डाक्टर शेखर कोइरालाको पनि आफ्नो भूमिका रहेको छ। यो हिसाबले गर्दा झन् अझै कठिन मोडमा जाने त होइन भन्ने परिस्थिति पनि हामीले आकलन गर्न सक्छौं। यस सन्दर्भमा तपाईहरुको आफ्नो धारणा के छ राख्नु होला। थ्यांक यू भेरी मच।